हेर्नुहोस् त के भयो होला है। यस्तै छ साथी जिन्दगी, के गर्ने। भगवानले पनि अनेक गरेको हुन्छ क्या मान्छेलाई। कसैलाई केहीबाट ठगेको हुन्छ भने कसैलाई केहीबाट ठगेको हुन्छ। बिचराको जिन्दगी मर्नु र बाँच्नुमा कुनै पनि फरक छैन। उहाँको हेर्नुहोस् न, हात खुट्टा त्यस्तो अपाङ्ग रहेछ। सायद यो जन्मजात नै हुनसक्छ या अथवा जन्मिसक्यो भन्दा पछि पनि हुनसक्छ है। यस्तै छ गाई, के गर्ने। एकजनाले ल्याएर अब खाना खुवाइदिँदै हुनुहुन्छ उहाँलाई। भगवान पनि कति निष्ठुरी हुन्छ क्या। हेर्नुहोस् त, उहाँलाई चाहिँ उठाएर व्हिल चेयरमा राख्दै हुनुहुन्छ। यस्तै हो जिन्दगी। जसको भाग्यमा जे छ त्यो आखिर भोग्नु नै पर्छ है। उहाँको सायद यो जन्मजात नै हुनसक्छ। जन्मेपछि त यस्तो नहुनु पर्ने, तर पनि के भयो, कुनै पनि अब रोगसोग लागेर यस्तो हुनसक्छ। अनि प्रार्थना गरौँ उहाँलाई चाहिँ चाँडै सन्चो होस्।